हामीले चक्रको बारेमा त सुनिराखेकै हो होइन, मैले पनि धेरै मान्छेबाट चाहिँ धेरै कुरा सुनिराखेँ। अझै विस्तृत रूपमा सजिलो गरी चाहिँ चक्र भनेको के हो हजुरले भनिदिनु न? ओके। चक्र बुझ्न भन्दा पहिला हाम्रो शरीरमा एउटा छुट्टै किसिमको एनर्जी हुन्छ, प्राण, त्यो बुझ्नुपर्छ। प्राण भनेको हामीले कमन भाषामा आत्माबाट आउने ऊर्जा भनेर बुझ्न सकिन्छ। जस्तै खाना खाएर आउने ऊर्जा जस्तै स्पिरिचुअल्ली एउटा ऊर्जा हुन्छ जसलाई हामी प्राण भन्छौँ। त्यो प्राण ऊर्जा शरीरभरि सिँचाइ हुन्छ। त्यो सिँचाइ हुनलाई नाडीहरूबाट प्राण शरीरमा फिजिन्छ। त्यो नाडीहरू फिजिनलाई डिस्ट्रिब्युसन सेन्टरहरू हुन्छ, मेनली 7वटा डिस्ट्रिब्युसन सेन्टर हुन्छ, त्यसलाई हामीले चक्र भन्छौँ। अनि त्यो चक्र नाममा भने जस्तो त्यो डिस्ट्रिब्युसन सेन्टरमा त्यो चक्रको एउटा चक्रव्यूह जस्तो हुन्छ, सर्कुलर टाइपको मोसन हुन्छ जहाँबाट शरीरमा प्रभाव हुन्छ, त्यही भएर त्यसलाई चक्र भन्छौँ। ओके, 7वटा चक्र हुन्छ होइन, त्यो चाहिँ सबैलाई थाहा भएकै कुरो हो। अब फर्स्ट चक्रबाट जाऊँ, हामी मूलाधार चक्रबाट जाऊँ। मूलाधार चक्रको बारेमा के भनिदिनु न त? मूलधारा चक्र हामीले रुट चक्र पनि भन्छौँ। किन रुट भन्छौँ भन्दाखेरि त्यसको लोकेसन पनि हाम्रो यो शरीरको यो मेरुदण्डको तल अनि हाम्रो रिप्रोडक्टिभ अर्गनको बिचतिर बेसमा हुने भएको हुनाले रुट चक्र भन्छौँ। अर्को रिजन चाहिँ मूलधारा चक्र, जस्तो नाममा मूलधारा, त्यहाँबाट त्यो प्राणको त्यो प्राणिक एनर्जीको धारा बग्ने भएर मेन धारा त्यहाँ एउटा सिँचाइको एउटा ठुलो स्टोरेज रिजर्भर भयो जस्तो बुझ्न सक्छौँ। त्यो एउटा मूल स्टोरेज भएको हुनाले हामीले त्यसलाई रुट चक्र पनि भन्छौँ। अनि त्यहाँबाट सबै शरीरभरि एनर्जी प्रवाह हुन्छ, त्यही भएर मूलधारा चक्र भन्छौँ। मूलधारा चक्र अलिकति कम्प्लिकेटेड छ, त्यसलाई बुझ्नलाई चाहिँ पहिला प्राणको बारेमा थोरै बुझ्नु पऱ्यो, अनि त्यसपछि हाम्रो शरीरले कसरी काम गर्छ त्यो बुझ्नु पऱ्यो, अनि मान्छेको चेतना कस्तो कस्तो लेभलमा हुन्छ त्यो कुरा पनि बुझ्नुपर्छ। ओके, के कुराले चाहिँ कम्प्लिकेटेड भन्नाले कस्तो कुराले चाहिँ कम्प्लिकेटेड भन्न खोज्नुभएको हजुरले? जस्तै मान्छेको मैले उयो भने जस्तै यहाँ हुन्छ, यो लोकेसनमा हुन्छ भनेर भने, तर चिरफार गरेर हेर्नु पनि भेटिँदैन, एक्सपिरियन्स गरेर नै थाहा पाउनु, त्यो एउटा कम्प्लिकेटेड छ। नदेखेको हुनाले नदेखिने हुनाले चाहिँ कम्प्लिकेटेड भएको हो। अनि मान्छेले ध्यान दिएर एक्सपिरियन्स गर्नु खोज्दा इल्युजन हो कि साँच्चीकै चक्र नै फिल गरिरहेको छ, त्यो छुटाउनु पनि गाह्रो छ। ध्यान नै गर्नुपर्छ, आई मिन त्यसको प्रेजेन्स थाहा पाउनको लागि ध्यान नै गर्नु, किनभने एक्सपिरियन्स हो यो। एक्सपिरियन्स जस्तै हातलाई छोएर थाहा पाउँछु भने मैले नछोइकन थाहा पाउन सक्दैन, आफ्नै हातबाट त मैले फिल गरेर थाहा पाउनु, तर तिम्रो यो खुट्टालाई यस्तो नछोइकन मैले एक्सपिरियन्स गर्नै सक्दैन। त्यस्तै गरी चक्र पनि एक्सपिरियन्स नै फिल नै नगरिकन चाहिँ थाहा नै पाइन्न, त्यही भएर कम्प्लिकेटेड छ। ओके, अनि कसरी थाहा पाउने कि हामीले हाम्रो चक्र चाहिँ कुन स्थितिमा छ, एक्टिभेट छ कि छैन, क्लिन छ कि छैन होइन, अथवा हामी चाहिँ अझै लोवर लेभलमै छौँ भने चाहिँ कसरी चाहिँ हामीले चाहिँ क्लिन गर्न सकिन्छ हाम्रो मूलाधार चक्रलाई? हो, अब तिमीले पहिले भनिसक्यो है, चक्रको विभिन्न लेभल हुन्छ, कुन लेभलमा पुग्ने कहाँ पुग्ने होइन। विशेष गरी मूलाधार चक्रमा 4वटा लेभल हुन्छ। 4वटा लेभलमा चाहिँ अलिकति तल्लो मान्ने काम वासना रिलेटेड काम, त्यसपछि अर्थ, धर्म, मोक्ष हुँदै 4वटा लेभल हुन्छ। अनि मान्छेको दैनिक क्रियाकलाप, मान्छेको एनर्जी के कुरामा फोकस गरिरहेको छ, त्यसको आधारमा मान्छे कुन लेभलमा छ भने थाहा पाउन सकिन्छ, अड्कल गर्न सकिन्छ। अनि अब त्यो अड्कल गरेर फर इक्जाम्पल मान्छे काम वासना त्यो लेभलमै छ, बेस लेभलमा छ भने त्यो माथि चढ्ने तरिकाहरू धेरै छ है, त्यो पनि अहिले एक्सप्लेन गरेर होला। थाहा पाउनु पहिला सबैभन्दा इम्पोर्टेन्ट कुरा भयो। आफ्नो यथास्थिति अडिट गर्नु पऱ्यो, कहाँ छु, त्यसपछि माथि माथि बढ्दै जाने हो। अनि आफू कुन स्टेटमा जस्तो छु भनेर थाहा पाउनुलाई पनि आफ्नो ऊर्जा कतातिर गइरहेको छ त्यही सबलाई थाहा पाउन सकिन्छ। मान्छेलाई चाहिँ किन जान्नु पर्यो त? आई मिन मूलाधार चक्र अथवा चक्रबारे चाहिँ ज्ञान किन हुनु पर्यो होइन? अब मूलाधार चक्रकै बारेमा पनि मान्छेहरूले चाहिँ किन थाहा पाउनु जरुरी छ? हो, मूलाधार चक्रको बारेमा विशेष गरी केही कुरा अरू कुनै चक्रको बारे थाहा नै नपाए पनि एउटा मात्रै थाहा पाउनु पऱ्यो भने मूलाधार चक्रको बारेमा थाहा पाउनु पऱ्यो। त्यहाँ
राम्रोभन्दा राम्रोदेखि नराम्रोभन्दा नराम्रो सबै कुरा छ कि त्यो मूलधारा चक्रको एनर्जीको रेन्ज एकदमै हाई लेभलदेखि लो लेभलको छ अनि मान्छे हाई लेभल पुग्न सक्छ क्या अथवा कुनै कुरालाई मान्छेले सप्रेस गरेछ भने त्यो कुरा बुझ्यो भने त्यो कुरा त्यो मूलधारा चक्रको ओभरकम गर्यो भने मान्छे गलत बाटोमा जानबाट रोकिन्छ त्यही भएर जान्नुपर्छ अनि मूलधारा चक्रमा मान्छे प्रवेश गर्दै चेतनाको सिँढी चढ्दै कन्सियसनेस मान्छे मोक्षसम्म पुग्नलाई मूलधारा चक्रको ऊर्जा चाहिन्छ त्यहाँबाट सुरु हुन्छ सबै प्रभाव त्यहाँबाट सुरु हुन्छ मान्छेको त्यो चेतना मान्छेको एनर्जी लेभल बढ्दै जान त्यहाँबाट सुरु हुन्छ त्यही भएर त्यो यात्रा गर्नलाई त्यो स्पिरिचुअल यात्रा गर्नलाई आफू माथि पुग्नलाई त्यो नहुने कुरा हो कि त्यही भएर जान्नुपर्छ बेसिक इसेन्सियल कुरा नै हो त्यो त्यही भएर कुनै पनि चक्रको बारेमा थाहा नपाए पनि एउटा थाहा पाउनुपर्छ त्यो भनेको मूलधारा रुट चक्र रुट ठिक भएपछि माथिको हाँगामिगा सबै राम्रो हुँदै जान्छ हामीले कसरी थाहा पाउने त नि हाम्रो चाहिँ ठिक छ कि छैन हाम्रो रुट नै ठिक छ कि छैन भनेर चाहिँ कसरी थाहा पाउने सबभन्दा सजिलो तरिका भनेको चाहिँ तपाईँलाई के कुरा गर्दा सजिलो लाग्छ कुरामा चाहिँ चार्ट फर इक्जाम्पल चार्ट वर्गीकरण गर्दा काम अनि अर्थ धर्म अनि मोक्ष यो क्याटेगोरीमा कुन कुरा गर्दा तपाईँलाई सजिलो लाग्छ कुन कुरा गर्न च्यालेन्जिङ लाग्छ कुन कुरा अलमोस्ट इम्पोसिबल जस्तो लाग्छ त्यो हेर्ने किन काम बस्नु रमाइराख्नुलाई सजिलो हुन्छ त्योभन्दा माथि उठेर सोच्नै सक्दैन भने तपाईँ त्यतै नै हुनुहुन्छ काम बाँच्न ठिक छ होइन हेल्दी हुनु पर्यो काम बाँच्नभन्दा जिरो बनाउने कुरा होइन तर त्योभन्दा माथि उठ्न सकेर अर्थ अथवा धर्मतिर जान सक्यो भने तपाईँ त्यहाँ हुनुहुन्छ पनि थाहा हुन्छ त्यसपछि थाहा हुन्छ कहाँ पुग्ने अनि त्यसपछि कता जाने भन्ने त्यो एवेरनेस चाहिँ सबैभन्दा ठुलो कुरा हो भनेपछि आफूले दिनदिनै गर्ने क्रियाकलापहरू आफूले चाहिँ के गरिरहेछ होइन कस्तो कुरा गरिरहेछ त्योबाट चाहिँ थाहा हुन्छ हो थाहा हुन्छ मजाले थाहा हुन्छ त्योबाट थाहा हुन्छ ख्याल गर्नु पर्यो होइन आज एकदमै धर्मकर्मको मुड आयो भोलि अर्कै मुड आयो भन्दैमा म कहाँ छु अथवा धर्मकर्म मुड आएको आधारमा म माथि छु भनेर भन्न मिल्दैन एभरेजमा मान्छे किनभने इन्भाइरोमेन्टले ठुलो रोल प्ले गरिरहेको हुन्छ इन्भाइरोमेन्ट हिसाबले मान्छे रियाक्ट गर्दै जाने हो मन्दिरमा गयो भने तपाईँको त्यही हिसाबले सोचाउँछ अथवा क्लब सब गयो भने अर्कै खालको सोचाउन सक्छ त्यस्तो भन्नुहुन्छ अन एभरेज अनि तपाईँको इच्छा शक्ति विल पावर तपाईँको डिजायर कता गइरहेको छ त्यसले गर्दा हुन्छ लाइक कस्तो डिजायर भनेको अब एकदमै सांसारिक कुरामै नै सन्तुष्ट हुने सांसारिक कुरा पाउनुलाई नै एकदमै मेहनत गर्ने अथवा त्यसलाई नै सबै कुरा हो भनेर मान्नु त्यो सोचको लेभल नै त्यहाँसम्म पुगेछ भने तपाईँ त्यही स्तरमा हुनुहुन्छ भने थाहा हुन्छ त्यसरी चाहिँ थाहा पाइन सकिन्छ आफू कहाँ छु भन्ने अथवा कुन ऊर्जा मैले बढी युज गरिरहेको छु अरू केही मूलधारा चक्रको बारेमा चाहिँ केही हजुरलाई थाहा भएको हामीलाई थाहा नभएको केही त्यस्तो कुरा छ भने धेरै कुरा छ तर इन्ट्रेस्टिङ कुनै एउटा हजुरलाई लागेको इन्ट्रेस्टिङ कुरा हजुरले पढ्दा कतै सुन्दा लागेको इन्ट्रेस्टिङ कुरा केही छ भने सेयर गर्नु धेरै कुरा छ तर म छोटो रूपमा भन्छु है मूलधारा चक्रले चाहिँ तपाईँलाई एकदम खराब भन्दा खराब देखि एकदमै ज्ञानी भन्दा ज्ञानी बनाउन सक्छ त्यसलाई तपाईँले एक्टिभेट गऱ्यो भने त्यही हिसाबको त्यसलाई सदुपयोग गरेर माथि पुग्न सक्नुहुन्छ त्यसलाई ख्याल गर्नु भएन भने जुन सजिलो हुन्छ त्यही आउँछ बिगार्ने भत्किने कुरा नै सजिलो हुन्छ संसारमा चाहिँ त्यस्तै हुन्छ इन्ट्रोपीको तरिकाले बुझ्न सक्नुहुन्छ सबै कुरा बिग्रिँदै भत्किँदै जान्छ नसपारेसम्म त्यही भएर तपाईँले त्यसलाई सदुपयोग गर्ने एक्टिभेट गर्ने त्यसलाई सञ्चालन गर्ने आफ्नो तरिका छ मैले एउटा भनेर तपाईँलाई त्यही लागु नहुनसक्छ आफैलाई बुझ्नु पऱ्यो म के कुरामा अड्किरहेको छु मलाई के कुराले सहयोग गर्छ त्यो बुझेर सदुपयोग गर्नु भन्ने मेरो मेसेज हो त्यो डिटेलको लागि डिटेल बुझ्नु छ भने मलाई पर्सनली एप्रोच गर्दा पनि हुन्छ मैले पढिरहेको छु एकदमै रमाइलो छ डिटेलमा अझै कसरी बुझ्ने यो सिम्बल भने के हो त्यो कुरा सबै कुरा कुनै टाइम मिल्यो भने कुनै बेला एक्सप्लेन पनि गर्छ रमाइलो छ एकदमै तर अरू कुराहरूसँग रिलेट गर्न सकिन्छ अरू कन्सेप्टहरूसँग रिलेट गर्न पनि सकिन्छ ओके थ्याङ्क यू